गाइस आलु हेर्नु कति धेरै छ 1 2 3 4 अहिलेको त यो त खसिसक्यो। हेलो गाइज नमस्कार। हामी चाहिँ आज यो आलु सङ्कलन केन्द्रमा आएको छौँ। यहाँ एकदमै धेरै राम्रो आलु फल्छ। यो आलु खन्ने काम भइरहेछ यहाँ, म सबैलाई देखाउँछु। अनि आलु पनि साँच्चैकै राम्रो फल्छ क्या यहाँ चाहिँ। त्यो माटो चाहिँ एकदमै हलुङ्गो माटो। अनि कामदारहरू यहाँ हेर्नुहोस्। अनि यो अभाव छ देशमा, वैदेशिक रोजगारमा कोरिया गएका मान्छेलाई समेत यहाँ हामीले झिकाएर स्पेसल्ली आलु खनाइरहेछौँ प्रविधिसहित। अनि कतार वैदेशिक रोजगारीमा कतार हुनुहुन्थ्यो उहाँ पनि, उहाँलाई नै हामीले झिकायौँ। अनि यता चाहिँ यो एउटै झालमा यत्रो आलु फलेको छ। उहाँ चाहिँ कोरियन लाउरेको श्रीमती हुनुहुन्छ। अनि उहाँ चाहिँ चाउरेको श्रीमती हुनुहुन्छ। तर यो आलु एकदमै गजबको। अब यो पुरै यो गराभरि आलु छ। ल आमाले पनि यहाँ चाहिँ ल के आलु हो यो? टिपिएस हो त होइन? टिपिएस हो कि टिपिएस हो र? टिपिएस होला। ल यो आलुको प्रजातिको नाम हो। एकदमै गजब छ। मान्छेलाई पैसा चाहिएर मात्रै दुःख भएको होइन है। देश विदेश जान पर्ने, जागिर गर्न पर्ने, नत्र त्यही आलु खने खायो खान मात्रै त मान्छेलाई। हामी त जसलाई पनि पुग्छ नि नेपालीहरूलाई। कोरियनलाई पुग्दैन नि। कोरियन त्यही त नेपाली, त्यही भएर त हामी धनी छौँ नि। ल दाइ चाहिँ कोरियाबाट दोस्रो छुट्टी आउनुभएको। तपाईँ कोरिया पहिलोपटक गएको कति भयो? सुरुदेखिको अहिलेसम्म टोटल 40 महिना। 40 महिना भनेपछि 3 वर्षभन्दा बढी भयो। उहाँले चाहिँ लगभग उत्तरार्धमा बुढेसकालमा भनौँ न होइन, 38 वर्ष भयो नि तपाईँ जानुभएको। उहाँ चाहिँ धुमरदस लाएर पढेर अनि नाम निकालेर र पनि फेरि के आन्दोलन नि गर्न परेको थियो है कोरिया जाने बेलामा। एक्चुअली अलिअलि के नम्बरको के थियो। अनि त्यसरी गएर उहाँको अनुभव अहिले हामी सुन्छौँ। यहाँ फेरि हामीलाई बडो गजबको आलु प्राप्त भयो। एउटै आलुमा यत्रो फल्याएको छ। यस्तो छ। बराबरमा सुरु गरेको अरे। गङ्गा दिदी यहाँ आइसक्नु भयो। अब यिनी सेकेन्डमा यिनी अब दुईजना चाहिँ लगभग बराबरमा हुनुहुन्छ। कोरिया र कतारका लाउरेहरूलाई चाहिँ नेपाल कहिले जित्दा रहेछन् खै प्रविधि। ल गजबको भिडियो रहेछ। तर यस्तो भिडियो हालेर त के चल्ला रे यार। दिन के छ? आलु खनेको हो त्यस्तरी? सुबु के छ त नि खबर? ठिक छ? यसरी माटोमा खेल्नै पाउनु अहिलेको केटाकेटी। ल यो ग्रान्ड आलु खन्ने कार्यक्रम हो यो। चान्चुन होइन, यहाँ एकदमै धेरै मान्छेहरू कतार कोरियादेखि आएका कामदारहरू समेत हाम्रो बारीमा आलु खनिरहनु भएको छ। कोरियातिरको कामदार अलिकति थाक्नु भयो कि जस्तो होला। ल आमाले चाहिँ आलु देखाउनु भयो कति धेरै हो, यो कसरी खाएर भ्याउने हो। सर्लक्क यतापट्टि फालिदिने सर्लक्कै पुरै आलु एकदम राम्रो फल्छ यहाँ। यो माटो नै एकदम गजब छ क्या यहाँ यत्रो भइसक्यो। कस्तो राम्रो छ माटो चाहिँ एकदमै खुकुलो छ यो। एकदम तरकारीहरूको लागि, यस्तो आलुहरूको लागि साह्रै गजब माटो छ। यहाँ पानी आएर एकदमै तालिए पनि 1 घन्टामै छ्याकछुक कहाँ जान्छ थाहै हुन्न कि। यस्तो खालको माटोमा तरकारी लगाउन एकदमै उपयुक्त हुन्छ। यहाँ आलु वर्षेनी बहुत राम्रो, आलु तोरी जे लगाए पनि बहुत राम्रो हुन्छ। अरू धानहरू पनि राम्रो फल्छ यो माटोमा। यस्तो छ यो गराभरि छ आलु। कति हुने कोरियन कामदारको काम हेर्नुहोस् कति छिटो छिटो गर्नु भएको छ मेसिनले जस्तो। अहिले टिप्न चाहिँ एकदम उहाँले मेसिन खालको प्रविधि प्रयोग गर्नु भएको छ। ल फास्ट एकदम के खालको आलु लिएर आयो। यो चाहिँ आफै जोडिएको रहेछ क्या यहाँ। स्नोम्यान होइन स्नोम्यान होइन। जोड्दै हो नि स्नोम्यान भन्छ। हेलो गाइस, भोलि पर्सि हामीले फोटो खिच्दै घर